दर्शक महानुभावहरू नमस्कार। यो हो डे नेपाली न्युज नेटवर्कमा यहाँहरूलाई स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौँ। देश विदेशमा घटेका घटना परिघटनाहरूलाई सत्य तथ्यको आधारमा प्रस्तुत गर्नेछौँ। कृपया हामीसँगै रहनुहोला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सनुहोला। सबै समाचारहरू उत्तिकै महत्त्वपूर्ण छ। कहाँबाट हेर्दै हुनुहुन्छ के भन्न चाहनुहुन्छ तलको कमेन्ट्समा गएर कमेन्ट पनि गर्न सक्नुहुनेछ। देशमा निर्वाचनले छपक्क छाइसकेको छ। देशमा निर्वाचन लागेसँगै नेताहरूको चलखेल बढ्न थालेको छ। नेताहरूले कुन ठाउँमा कस्तो खालको प्रवृत्ति गरिरहेका छन्, के चलिरहेको छ त आखिर चुनावमा कसले मार्ला बाजी। अब चुनाव हुन मात्र 16 दिन बाँकी छ, अर्थात् 2 हप्ता मात्र भन्दा पनि हुन्छ। त्यसपछि मौन अवधि सुरु भएर चुनाव हुनेछ। चुनावको माहौलमा के कस्तो चलिरहेको छ भन्ने सन्दर्भमा पनि आज निकै महत्त्वपूर्ण समाचार रहेको छ। एमाले दिएको त्यो अभिव्यक्तिदेखि किन रुष्ट सन्त राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह, खासमा कुरो के हो यसबारेमा पनि महत्त्वपूर्ण समाचार रहेको छ। हामीसँगै रहनुहोला। झापाका मतदाता माझ ओलीले भने एमाले सिद्ध्याउन आगो लगाए। ओली र बालेन्द्रसँग लाइभ डिबेटमा पर्खिरहेका छन् काङ्ग्रेसका उम्मेद्वारहरू। नक्कली लाल पूर्जा अर्थात् धनी पूर्जा बनाएर बुढा नीलकण्ठको 2 रोपनी भन्दा बढी जग्गा बेच्ने 3 जनालाई पक्राउ गरिएको छ। झापा 5 मा यस्तो छ केपी शर्मा ओलीको प्रतिबद्धता। कपिल वस्तुमा बम राख्ने नेकपा बहुमत कार्यकर्ताहरू पक्राउ। निर्वाचन 3 प्रवृत्तिको जनमत संग्रह बन्न गएको छ। प्रचण्ड गरी खान देऊ भन्दै सिराहामा अपाङ्गता भएका व्यक्तिहरू 13 दिनदेखि धर्नामा। हेटौडामा टिप्परले मोटरसाइकललाई ठोक्कर दिँदा 1 जनाको मृत्यु। 1.5 वर्षपछि बङ्गलादेशमा जननिर्वाचित सरकार रहमानले लिए प्रधानमन्त्रीको शपथ। कुलमानले भने हामी काम गर्न आएका हौं, हामी कराउन आएका होइनौं, हामी भाषण गर्न आएका होइनौं, हामीले भाषण गर्न जान्दैनौं तर काम गर्न जानेका छौं भन्दै उनले व्यङ्ग्य गरेका छन्। क्यासिनोमा लुटपाट गर्ने 10 जना पक्राउ परेका छन्। शेर्पा सहित 10 जना पक्राउ। उनीहरूलाई जेल चलानको कारोबार पनि सुरु भइसकेको छ। पत्रकार फरक परिस्थितिमा हुँदैछ तर पनि चुनाव फरक परिस्थितिमा भए तापनि यसको रिजल्ट पनि अलग आउने पर्लोपाको घोषणा। मतदाताको घर घरमा पुग्न थाले, उम्मेद्वार बढ्न थाल्यो। चुनावी झनै रौनक के हुँदैछ त। 75 वर्षमा 28 प्रधानमन्त्री कीर्तिमान बनाउने सूर्यबहादुर थापा मात्रै। नारायणगढ बुटबल सडक खण्ड विस्तार तीव्र चलिरहेको छ। सडक कहिलेसम्म भ्याइएला त यो पनि आउँदैछ। यसको अर्थात् के हुँदैछ यस सम्बन्धमा पनि हामीले तपाईहरुलाई जानकारी दिनेछौँ। अरु के कहाँ कस्तो भइरहेको छ यस सम्बन्धमा पनि महत्त्वपूर्ण जानकारी रहेको छ। हामीसँगै रहनुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ के भन्न चाहनुहुन्छ कृपया तलको कमेन्टमा गएर कमेन्ट पनि गर्न सक्ने हुनेछ। नागरिक बचाउ महाअभियानका दुर्गा पर्साईलाई रिहा गर्न सबैतिरबाट दबाब आइरहेको छ। आखिर कुरो के भएको हो त। नागरिक बचाउ महाअभियान नेपालद्वारा दुर्गा पर्साईको रिहा गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। काठमाडौँमा नागरिक बचाउ महाअभियान नेपाल आफ्नो केन्द्रीय अध्यक्ष दुर्गा पर्साईको तत्काल रिहाको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेर मंगलबार जारी विज्ञप्तिमा सरकारले बिना कारण पक्राउ गरी राजनीतिक प्रतिशोध साधेको आरोप लगाएको छ। महाअभियान्ताले आज बेलुकी 5 बजेसम्म पर्साईलाई सरसम्मान रिहा नगरे वारपारको आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। साथै फागुन 7 गतेसम्म सरकारसँग भएको 12 बुँदे सहमतिको कार्यान्वयन पनि माग गरेको छ। विज्ञप्तिमा कथित रूपमा फागुन 21 गते हुने भनिएको निर्वाचन बहिष्कार गर्ने घोषणा गर्दै अनिश्चितकालीन नेपाल बन्दको आह्वान समेत गरिएको छ। यातायात, शैक्षिक संस्था, उद्योग, व्यवसाय तथा बजार बन्द रहने जनाइएको छ। त्यही भएर पनि हुन सक्छ अब काम गर्नु पर्दछ, दुर्गा पर्साईलाई रिहा गर्नु पर्दछ। यदि दुर्गा पर्साईलाई रिहा गरेन भने वारपारको लडेलन नै आफू जस्तो सुकै पनि भिन्न तयार भएको बताएका छन्। प्रतिनिधि सभा निर्वाचनमा 90,000 मतपेटिका व्यवस्थापन गरिसकिएको छ। प्रतिनिधि सभा निर्वाचनमा अब 90,000 लगभग भइसकेको छ। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक 90,000 मतपेटिकाको व्यवस्था भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ। काठमाडौँ ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका आयोगको केन्द्रीय कार्यालयमै राखिएको छ।
दुवै जिल्लामा निर्वाचन कार्यालयमा राख्ने ठाउँ नभएकाले केन्द्रीय कार्यालयमा राखिएको छ। चितवनमा भने भदौ 24 गतेको जेनजी आन्दोलनका क्रममा मतपेटिका जलाइएको थियो। आयोगले केन्द्रीय कार्यालयबाट 2500 थान मतपेटिका पठाएको प्रशासन शाखा प्रमुख एवं प्रवक्ता प्रकाश नेपालले जानकारी दिएका छन्। भक्तपुरमा जिल्ला निर्वाचन कार्यालयले मतपेटिका राखेको त्यहीबाट मतदान केन्द्रबाट पठाउने व्यवस्था गरेको छ। अन्य 74 जिल्लामा पनि 2079 सालमै पठाएको मतपेटिकाको मस्यौदाबाट पठाइने गरी व्यवस्था गरिएको उनले जानकारी दिएका छन्। यसपटक निर्वाचनका लागि 967 स्थानमा र 2112 मतदान केन्द्र रहेको आयोगले जानकारी दिएको छ। सोही अनुसार काम गर्नुपर्नेछ, सोही अनुसार सुरक्षा परिचालन गरेको छ, सोही अनुसार सबै कामहरू हुँदै गएको छ। दुर्गा पसले रिहा गर्ने भनेकोमा फेरि अरूले अरे कस्तो खालको काम गरेका छन् बताइरहेका छन्। उता भने कुलमान घिसिङले भने आफूले काम गरेर देखाउने, आफूले जसरी विद्युतको काम गरेर देखायो त्यसै गरी नेपालीलाई फेरि विकासको फड्कोमा पनि उज्यालो नेपाल बनाउने उनको प्रतिबद्धता रहेको बताएका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यसपटक हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा काम गर्ने घोषणा गरेका छन्। यही प्रतिबद्धता बीच हामी अगाडि बढेको बताएका छन्। बुधबार भक्तपुर महानगरपालिका 10-24 कोठीमा आयोजित चुनाव सभालाई सम्बोधन गर्दै घिसिङले काम गर्नेलाई चिनेर मत दिन आह्वान समेत गरेका छन्। हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका हौं। अध्यक्ष घिसिङले भने यसमा जनताले साथ दिनुपर्ने, काम गर्ने र देशमा परिवर्तन गर्ने व्यवस्था सहित नै आफू पार्टी खोलेर आएको समेत जिकिर गरेका छन्। हाम्रो अभियान काम गर्ने नै हो, हामी काम गर्नै आएको हो, जरुरी हामी भाषण गर्न जान्दैनौं, काम गर्न जानेका छौं। अध्यक्ष लिङदेलको भनाई सुनेर सबैले साथ दिन आग्रह समेत गरेको छ। साँच्चै नै भन्ने हो भने यो देशमा काम गरेर र केही गरेर देखाएको भन्ने यही कुलमान घिसिङले हो। जहाँ 18 घण्टा लोड सेडिङ हुन्थ्यो, 18 घण्टा लोड सेडिङलाई मुक्त गराएर जिरोमा गराउन सक्ने एकमात्र नायक कुलमान घिसिङ नै हुन्। यदि नेपाली जनताले जानेको छ र नेपाली जनताले सोच्ने हो र भोलि बिहानको भविष्य हेर्ने हो भने कुलमान घिसिङ जस्ता मानिसहरूलाई उनको पार्टीलाई भोट दिनुपर्ने प्रष्ट देखिएको छ। रवि लामेछाने बालनु शाहले खासै काम गर्न नसकेको स्टन्ट बढी गरेको देखिएको थियो, तर कुलमान घिसिङले भने काम गरेरै देखाएको हुनाले काम गर्ने व्यक्तिलाई नै हामीले छान्नु पर्नेमा पनि बताइएको छ। बालेनका नयाँ ट्रिक, पत्नीको खटनदेखि धर्मगुरुको आशीर्वादसम्म। रासपा वरिष्ठ नेता बालेन्द्र शाह कम बोल्छन्। 2079 सालमा काठमाडौँ महानगरको मेयर उम्मेद्वार भएपछि उनले धेरै आश्वासन देखाएनन्, आम रूपमा सम्बोधन पनि कमै गरे। सो बेला बालेनले केही प्रमुख मिडिया बाहेक कुनै सभा मार्फत चुनावी प्रचार नगरी अनपेक्षित नतिजा निकाल्दै मेयर पदमा जित हासिल गरेका थिए। उनी माथि नबोल्नेले व्यक्तिका रूपमा थप आरोप समेत लगाउँदै आएको थियो। मेयरमा 5 वर्षको लागि मत मागेर अहिले कार्यकाल पुरा नगरिकन विदा भएको भन्दै उनी माथि आलोचना पनि भइरहेको छ। बालेन अहिले प्रतिनिधि सभा सदस्यको निर्वाचन जित्नै प्रधानमन्त्री बन्ने दौडमा छन्। यसरी नै बालेनले अहिलेसम्मको निर्वाचनमा पनि सबै जिल्लामा पुग्ने गरी देश दौडाहा गरिरहेका छन्, तर उनले कुनै पनि सभालाई सम्बोधन गरेका छैनन्। रासपाले अहिलेसम्म करार पत्र मार्फत आफ्नो धारणा पत्र पेश गरेको छ। अझ भनौं भने रासपा र बालेन अहिले कम बोल्ने रणनीतिलाई नै अवलम्बन गरेको देख्न सकिन्छ। झापामा बालेनको अनेक ट्रिक। बालेनका लागि निर्वाचन जित्न सिद्धान्त र बलियो पार्टी संगठन नभए पनि आम रूपमा व्यापक समर्थन रहँदै आएको छ। बालेन सभा सम्मेलन मञ्च कम बोले पनि आफ्नो रणनीतिलाई भने बढी उपयोग गरिएको देख्न सकिन्छ। झापामा मनोनयनका लागि पुग्दा होस् वा देश दौडाहाकामा पुग्दा होस्, किन नहोस् उनको पक्षमा खुल्ने लहर देखिएको छ। तर यो लहर मात्रै निर्वाचन नतिजा आफ्नो पक्षमा आउने ग्यारेन्टी छैन। यही बुझेका बालेन देशव्यापी दौडापछि अहिले आफ्नै निर्वाचन क्षेत्र झापा पुगेका छन्।
सो क्रममा उनले गाउँमा पुगेर विदेशमा रहेका मतदाताका आफन्तहरू समेतसँग कुराकानी गरिरहेको देखिन्छ। साथै उनले स्थानीय मतदाताको समस्याका सवालहरू समेत प्रत्यक्ष संवाद गर्न थालेका छन्। निर्वाचन आयोगले सोमबारदेखि नै खुला रूपमा पार्टी र उम्मेद्वार प्रचार गर्न सुरु गर्न दिएको छ। यसले पहिलो दिनमै नै झापा पुगेर बालेनले आफ्नो पक्षमा मतदान गर्न आह्वान गरिरहेका छन्। प्रमुख बालेनले मतदाता आकर्षित गर्न अनेकौं तरिका अपनाइरहेका छन्। पत्नी सबिना काफले समेत उनलाई सहयोग गरिरहेकी छिन्। बालेन देश दौडामा निस्कदा पत्नी सबिना ढुक्कैसँग झापा 5 मा खटिहिन्। सबिनाको यो सक्रियताले महिला सशक्तिकरण र न्यायिक दृष्टि